विद्युतीय सवारीमा तलको मध्ये कुन पर्दैन भनेको छ प्रश्न नम्बर 19 मा। ई रिक्सा, ट्रली बस, ग्यास टेम्पो माथिका सबै। अब ग्यास टेम्पो भनेपछि त्यो विद्युतीय भएन। प्रश्न नम्बर 20 इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा दिएका मध्ये कुन कुराको जानकारी हुँदैन भनेको छ। प्रदेशको नाम, सवारी लट नम्बर, सरकारी सवारी साधन पहिचान, सवारी करको विवरण। यसको चाहिँ एन्सर सवारी करको विवरण रहेको छ। स्किड मार्क भनेको के हो भनेको छ। अब स्किड मार्क भनेको चाहिँ इमर्जेन्सी ब्रेकको दाग, सडकको पहिलो रेखा, सडकको सेतो रेखा माथिका सबै। यसको चाहिँ एन्सर रहेको छ इमर्जेन्सी ब्रेकको दाग। यसको चाहिँ स्किड मार्क भनिन्छ। अनि 22 नम्बरमा बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो भनेको छ। राडन गन, थर्मल गन, रेस गन, एक्सल भनेको छ। यसको एन्सर चाहिँ राडर गन रहेको छ। राडर गनले चाहिँ बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन हामीलाई सहयोग गर्छ।